Hello everyone. I am structural engineer Janak Rajvista र तपाईहरुलाई आज डे 2 of learning seismic performance assessment of stone masonry building using Diana FEA मा स्वागत छ। र प्रिभियस भिडियोमा हामीले चाहिँ डायनामा चाहिँ कसरी स्टोन मेसनरी बिल्डिङ चाहिँ मोडल गर्न सकिन्छ, त्यसको जियोमेट्री कसरी क्रिएट गर्ने भनेर हेरेको थियौं। र आजको भिडियो त्यहीबाट कन्टिन्यू हुनेछ। र आजको यो डे 2 को भिडियोमा हामी चाहिँ मेटेरियल्सको प्रपर्टीहरू कसरी राख्ने हामीले हैन त्यो कुराहरूको बारेमा सिक्छौं। सो ढिला नगरिकन लेट्स गेट स्टार्टेड। र अब हामीले चाहिँ यस्तो यहाँसम्म बिल्डिङ बनाएको थियौं। अब तपाईहरुले यो जुन वाल छ नि एकैछिन है त, जुन यो वाल छ तपाईहरुले यो वालमा है तपाईहरुले विन्डो झ्यालहरू राख्न सक्नुहुन्छ तपाईहरुको एक्चुअल बिल्डिङमा छ भने हैन। अब जियोमेट्री कसरी बनाउने भन्ने कुरा टेन्टेटिभ हामीले अघिल्लो भिडियोमा बुझिसकेका छौं, यसमा खासै फरक पर्दैन। अब एउटा मात्र नयाँ कुरा भनेको हामीले चाहिँ आरसीसी ब्यान्डहरू राख्दाखेरि, लिन्टेल ब्यान्डहरू, सिल ब्यान्डहरू, रुफ ब्यान्डहरू राख्दाखेरि कसरी राख्ने, अर्को कुरा टिम्बर ब्यान्डहरू राख्दाखेरि कसरी राख्ने, र अर्को कुरा भनेको हामीले चाहिँ डिफ्रेन्ट रेट्रोफिटिङ मेथड्सहरू कसरी अप्लाई गर्ने भन्ने यो कुरा चाहिँ अलि एडभान्स अलि माथि हुँदै जान्छ हैन। तर अहिलेको बेसिक कन्सेप्ट भनेको हाम्रो मोडलिङ हो। सो हामीले चाहिँ मोडल क्रिएट गरिसकेका छौं, त्यो पनि अनरेन्फोर्स्ड स्टोन मेसनरी। र अघि नै भनिसकेँ मैले, आज चाहिँ हामी मेटेरियल प्रपर्टिजहरू कसरी राख्ने भनेर कुरा गर्छौं। सो हाम्रो यो मोडलमा हामीसँग दुईवटा मेटेरियलहरू छ स्पेसियल्ली, एउटा भनेको स्टोनको मेसनरी र अर्को भनेको हामीसँग टिम्बर छ। टिम्बरको हामीले चाहिँ के जोइस्टहरू, फ्लोर जोइस्टहरू राखेछौं र त्यसमाथि टिम्बरको प्ल्याङ्कहरू राखेछौं। भने हामीसँग टोटल दुईटा मेटेरियल छ र यो मेटेरियलहरूको हामी चाहिँ प्रपर्टी कसरी इनपुट दिने त्यो कुराहरू हेर्दैछौँ है त। सो यसको लागि तपाईहरुले चाहिँ यहाँ मेटेरियल्समा क्लिक गर्नु होला, यो क्लिक, र अब तपाईहरुले यो प्लस चिन्ह छ यहाँ एड मेटेरियल भनेर दिएको छ र एड मेटेरियलमा क्लिक गर्नु पर्यो। अब त्यसपछि तपाईहरुले मेटेरियलको नाम दिनु पर्यो र मैले चाहिँ मेरो पहिलो मेटेरियलको नाम चाहिँ के दिन्छु त भने स्टोन मेसनरी, स्टोन मेसनरी और मेसनरी मात्र पनि भन्न सक्नुहुन्छ। अब यसको हामीले यहाँ चाहिँ कन्क्रिट एन्ड मेसनरी भनेर हामीले क्लास छुट्याउनु पर्छ। र मेटेरियल मोडलमा हामी चाहिँ नन लिनियर एनालिसिस गरिरहेको भएर हामीसँग चाहिँ स्पेशली दुईटा मेटेरियल मोडल हुन्छ। हामीले चाहिँ क्र्याकको कुराहरू हेर्नु पर्दाखेरि होइन, नन लिनियरमा कसरी फेल हुन्छ भन्ने कुरा हेर्दाखेरि एउटा भनेको टोटल स्ट्रेन बेस्ड क्र्याक मोडल भयो र अर्को भनेको हामीसँग हुन्छ इन्जिनियरिङ मेसनरी मोडल भनेर यहाँ देख्न सक्नुहुन्छ। र यो दुईटा मध्ये आज चाहिँ हामी टोटल स्ट्रेन बेस्ड क्र्याक मोडल नै युज गर्छौं। सो यसमा केही चेन्ज नगर्दा पनि हुन्छ र तपाईहरुले यहाँ अरु एस्पेक्ट्स टु इन्क्लुडमा खासै केही चेन्ज नगर्ने, अनलेस हामीलाई त्यो सोधेको छैन। र त्यसपछि तपाईहरु ओके गर्नु होला। र यहाँ आइसकेपछि अब तपाईहरुले लिनियर मेटेरियल प्रपर्टिज भनेर दिएको छ, यसमा चाहिँ तपाईहरुले त्यो स्टोन मेसनरीको प्रपर्टीहरू राख्न सक्नुहुन्छ। र अब मेटेरियल प्रपर्टिजको लागि अब तपाईहरुले डिफ्रेन्ट लिटरेचरहरू फलो गर्न सक्नुहुन्छ। र मैले चाहिँ आफ्नो रिसर्च गर्दाखेरि लिटरेचर रिभ्यूबाट लिएको डेटाहरू चाहिँ मैले एक्सलमा राखेको छु र यही अनुसार तपाईहरुले आफ्नो लिटरेचर आफूले रिभ्यू गरेको लिटरेचरबाट भ्यालुहरू लिन सक्नुहुन्छ। सो अब मलाई चाहिँ यङ्स मोडुलस भनेको चाहिँ स्टोन मेसनरीको 65.1 MPa भनेको छ भन्यो भने यहाँ न्युटन पर मिटर स्क्वायरमा सोधेको छ भने हाम्रो कति हुन जान्छ त भन्यो भने 6.51 E7 हुन्छ है त, भनेको 10 to the power 7। ओके, 6.51 into 10 to the power 7 हुन्छ न्युटन पर मिटर स्क्वायरमा। त्यसै गरी यसको पोइजन्स रेशियो पनि हामीसँग त्यसमै छ, जुन चाहिँ 0.25 दिएको छ। र त्यसै गरी त्यो स्टोन मेसनरी जुन हामीले टेस्ट गर्छौं त्यसको चाहिँ मास डेन्सिटी चाहिँ 2200 kg per meter cube दिएको छ। यो चाहिँ हाम्रो लिनियर मेटेरियल प्रपर्टिज भयो। र यसपछि तपाईहरुले चाहिँ टोटल स्ट्रेन बेस्ड क्र्याक मोडलमा क्लिक गर्नु होला। र त्यो क्र्याक मोडलमा क्लिक गरिसकेपछि अब हामीसँग चाहिँ क्र्याकको ओरिएन्टेसन कस्तो हुने भन्ने तीनवटा हुन्छ, फिक्स्ड हुन्छ, रोटेटिङ हुन्छ, रोटेटिङ टु फिक्स्ड हुन्छ। र यसको बारेमा डिटेलमा तपाईहरुले चाहिँ डायनाको डकुमेन्टेसनमा हेर्न सक्नुहुन्छ है। र अहिले चाहिँ हामीले के गर्छौं, रोटेटिङ क्र्याक युज गर्छौं। र त्यसपछि अब हामी टेन्साइल बिहेभियरमा जान्छौं। र टेन्साइल बिहेभियरमा चाहिँ अब टेन्साइल कर्भ चाहिँ कस्तो खाले दिने भन्ने कुरा हामीले हेर्नुपर्छ। र यसमा डिफ्रेन्ट टेन्साइल कर्भहरू अभाइलेबल हुन्छ यता,
हामी चाहिँ एक्सपोनेन्शियल युज गर्छौं र त्यसपछि हामीले चाहिँ त्यो मेसनरीको स्टोन मेसनरीको टेन्साइल स्ट्रेन्थको भ्यालु पुट गर्नुपर्ने हुन्छ जुन चाहिँ अब यहाँ एक्सेलमा छ टेन्साइल स्ट्रेन्थको भ्यालु भनेको 0.02 एमपिए छ भन्यो भने 0.02 ई टु द पावर कति हुने भयो 6 0.02 ई टु द पावर 6 त्यो भ्यालु आयो र त्यसपछि मोड 1 टेन्साइल फ्र्याक्चर एनर्जी यो फ्र्याक्चर एनर्जी पनि हामीले दिनुपर्छ र यो फ्र्याक्चर एनर्जी चाहिँ तपाईहरुले लिटरेचरबाट क्याल्कुलेट गर्नुपर्ने हुन्छ र मेरो केसमा चाहिँ मैले फ्र्याक्चर एनर्जी कति राखेको छु भने 0.2626528 न्युटन पर एमएम छ भन्यो भने यसलाई चाहिँ न्युटन पर मिटरमा राख्दाखेरि हामीले के गर्नु पर्यो 1000 ले मल्टिप्लाई गर्नु पर्यो भने 262.653 262.653 यसरी भ्यालुहरु राख्नु होला र त्यसपछि क्र्याक ब्यान्डविड्थ स्पेसिफिकेसन यसमा चाहिँ केही चेन्ज नगर्नु होला रोड्स नै राख्नु होला र रेसिडुअल टेन्साइल स्ट्रेन्थ भनेको छ यो पनि हामीले के पनि भ्यालु राख्नु पर्दैन है र यो पोइजन्स रेशियो रिडक्सन वाला पनि केही चेन्ज नगर्नु होला है यसको बारेमा फर्दर तपाईहरुले एक्सप्लोर गर्न सक्नुहुन्छ तर अहिले नो रिडक्सन नै राख्नु होला यति कुरा राखिसकेपछि हाम्रो चाहिँ टेन्साइल बिहेभियर कम्प्लिट हुन्छ हामीले चाहिँ के राख्नु पर्यो टेन्साइल कर्वको नेचर कस्तो राख्ने र त्यसपछि टेन्साइल स्ट्रेन्थको भ्यालु कति र टेन्साइल फ्र्याक्चर एनर्जीको भ्यालु कति राख्ने यो तीनटा डेटा हामीले राखिसकेपछि हामीले चाहिँ के पनि चेन्ज गर्नु पर्दैन है त अब यसपछि हामी केमा जान्छौं कम्प्रेसिभ बिहेभियरमा र कम्प्रेसिभ बिहेभियरमा हामीसँग त्यहाँ पनि डिफरेन्ट कर्वहरु हुन्छ तर हामीले चाहिँ के युज गर्छौं प्याराबोलिक कर्व युज गर्छौं कम्प्रेसनमा र त्यो भइसकेपछि अब हामीले यहाँ पनि कम्प्रेसिभ स्ट्रेन्थ दिनुपर्छ र कम्प्रेसिभ फ्र्याक्चर एनर्जीको भ्यालु राख्नुपर्ने हुन्छ र यहाँ पनि कम्प्रेसिभ स्ट्रेन्थको भ्यालु एक्चुअलमा छ यहाँबाट हेर्न सक्छौं कम्प्रेसिभ स्ट्रेन्थ भनेर यहाँ छ 2.4 एमपिए छ भन्यो भने कति राख्नु पर्यो 2.4 e to the power 6 2.4 e to the power 6 न्युटन पर मिटर स्क्वायर र कम्प्रेसन फ्र्याक्चर एनर्जी चाहिँ कति छ त भन्यो भने यो पनि हाम्रो लिटरेचरबाट कम्प्रेसन फ्र्याक्चर एनर्जी 3.84 इन्टु 1000 गर्दाखेरि हाम्रो कति हुन्छ भन्यो भने 3840 र अब बाँकी कुरोहरु हामीले केही चेन्ज गर्नु पर्दैन अरु कुरा केही राख्नु पर्दैन र यहाँ चाहिँ रिडक्सन मोडलमा चाहिँ हामीले JSC 2012 भन्ने यो राख्न सक्नुहुन्छ है धेरैले यस्तो राखे पाउँछ त्यसैले तपाईहरुले यो राख्न सक्नुहुन्छ र अरु के पनि चेन्ज नगर्ने र अब यतिकै लेखेर हामीले क्लोज गर्यौं भने यो मेटेरियल डिफाइन भयो है त सिम्पलमा मेटेरियल डेफिनेसन पढ्दै छौं हामी मेटेरियल हामीले डिफाइन गर्यौं र अब हामीसँग अर्को मेटेरियल छ टिम्बर टिम्बरलाई चाहिँ हामी लिनियर मेटेरियल अथवा लिनियर इलास्टिक मेटेरियल भनेर मोडल गर्छौं किनभने हामी स्टोन मेसनरीको बारेमा स्टडी गरिरहेको छौं सो टिम्बरले त्यति धेरै रोल खेल्दैन सो प्लसमा क्लिक गर्ने अब यसै मेटेरियल 2 मा चाहिँ के राख्नु पर्यो टिम्बर भनेर राख्नु पर्यो टिम्बर यसमा पनि तपाईहरुले कन्क्रिट एन्ड मेसनरी भनेर नै राख्नु होला है र यहाँ चाहिँ टोटल स्ट्रेन बेस्ड क्र्याक मोडलमा लिनियर इलास्टिक आइसोट्रोपिक भनेर तपाईहरुले मोडल गर्नु होला ओके र यति गरिसकेपछि तपाईहरुले ओके गर्नु होला र अब यहाँ चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त भ्यालुहरु इनपुट गर्नुपर्ने हुन्छ है अब यसको भ्यालुहरु राख्नु पर्यो भने यंग्स मोडुलस टिम्बरको कतिबाट राख्ने आईएस कोडबाट राख्छौं हामी ठीक छ सालको काठ एजुम गरेर सो टिम्बरको लागि चाहिँ यहाँ छ युनिट वेट भनेको 805 kg per meter cube मोडुलस अफ इलास्टिसिटी भनेको 12673 MPa छ भने हामी यति नै राख्छौं 12670 e to the power 6 भनेर र त्यसैगरी यसको पोइजन्स रेशियो चाहिँ हामी कति राख्छौं भन्यो भने यतै हेरौं पोइजन्स रेशियो 0.3 र मास डेन्सिटी अथवा यसको युनिट वेट चाहिँ कति राख्छौं भन्यो भने 805 यो चाहिँ मैले टिम्बर सालवुडको आईएस कोड 883 1994 बाट लिएको र यसमा चाहिँ हामी के गर्नु पर्यो 805 भनेर भ्यालु राख्नु पर्यो र यति गरिसकेपछि हामीले के गर्ने क्लोज गर्ने र हाम्रो
टिम्बर मेटेरियल पनि डिफाइन भइसकेको छ। सो थ्याङ्क यू फर वाचिङ। आजको लागि यति नै र तपाईँहरूले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र फर्दर यसको पार्ट 3 चाहिँ छिट्टै नै लिएर आउनेछु।